यही मनुष्य जीवनको मर्मलाई बुझाउन महायानी वज्रयानी बौद्ध धर्मावलम्बीहरूले पनि यिनी राग द्वेष मोह मात्सर्य आदि हर तरहले निर्मूल गराउने उद्देश्यले हामी नेवारलाई मफुजा यानी आत्मतत्व शरीरलाई राम्ररी बुझाउन शरीर रूपी मण्डल सृजना गरी मफुजा गर्ने नियम प्रस्तुत गरेको पाइन्छ। जुन मण्डल बनाउने तरिका यस प्रकार दिएको छ। मण्डल बुद्ध मार्गी नेवारहरूले सर्वप्रथम मण्डल बनाउने कोठामा अथवा मफुजा गर्ने कोठामा सफा सुग्घर गरी शुद्ध जल छम्की त्यसमाथि कोठा भन्ने एक प्रकारको पत्थर कुटी बनाएको ढुलोले वा चामलको पिठोले गोल मण्डलदेखि त्यसमाथि सेतो लावाको गेडाले राम्ररी गोल चक्कालाई सिंगार्ने हुन्छ। त्यस लावाको मण्डलपछि त्यसको सँगै कालो भटमासको गेडाले पनि मण्डललाई सिंगार्ने हुन्छ, मण्डलको घेरालाई सिंगार्ने हुन्छ। त्यसपछि कालो भटमासको गोलो घेरा भन्दा अलिक माथि मण्डलको बीच भागमा अलिकति धान राखी त्यो धानलाई औँलाले बिस्तारै गोल गोल चलाई धानको मण्डल बनाइन्छ। फेरि त्यो धानको गोलाकार मण्डल भित्र नै अलिकति अक्षता राखेर अक्षतालाई पनि औँलाले बिस्तारै गोल चक्का गरी चलाउँदै अक्षता मण्डल तयार गरिन्छ। यसरी तह तह मण्डल बनाउने क्रममा अक्षता मण्डल पछि मुग अथवा मासको गेडा राखेर त्यहाँ पनि औँलाले बिस्तारै चलाएर गोलो मण्डल बनाइन्छ। यसरी गोलो मण्डल मुगको अथवा मासको बनाइसकेपछि त्यसभित्र तेलको मण्डल बनाई त्यो तेलको मण्डल भित्र फेरि एक थोप्ला तेल पनि राख्ने हुन्छ। तेलको मण्डल बनाउने तरिका यसरी अपनाइ आइरहेको छ। महायानी वज्रयानी बुद्ध मार्गीहरूको यो मण्डलमा लावाको घेरालाई मोह तत्वको प्रतीक वैरचोनी बुद्ध मान्दछन् भने कालो भटमासको घेरालाई दुई शरीरका प्रतीक अक्षव्य बुद्धको प्रतीक मान्ने गर्छन्। यस्तै पहिलो धानको घेरा वा गोलाकारलाई मात्सर्य कन्जुसी स्वभाव एकदम किरन्तोकी स्वभावको प्रतीक चरित्रको प्रतीक रत्न सम्भव बुद्धलाई मानिन्छ। त्यसपछि अक्षताको मण्डललाई रागको प्रतीक रातो रङको अमिताभ बुद्धलाई मानिन्छ। मास वा हरियो मुगको घेरालाई कौशिध्य राम्रो काम गर्न जाँगर नआउने चरित्रको प्रतीकका रूपमा हरियो रङको अमोघ सिद्धि बुद्धलाई नै मान्दै आएको पाइन्छ। अनि सबभन्दा भित्रको मण्डलको केन्द्र बिन्दुमा तेलको मण्डल र त्यसको नि भित्रको एक थोप्ला तेलको मण्डल पनि बनाउने प्रचलन छ। यो तेल मण्डललाई सम्पूर्ण प्राणीको हृदयमा रहने सुख रूपी एवंकार तत्व वा वज्र सत्व भगवानको प्रतीक भनी श्रद्धा गरिन्छ। जनश्रुति अनुसार बौद्ध इतर सम्प्रदायले पनि यसरी मण्डल बनाउँछ नै र यो मण्डलको अर्कै व्याख्या गरेको होला। यो हाम्रो शरीर रूपी मण्डललाई क्रमशः मोह द्वेष मात्सर्य राग तथा कौशिध्यले तह तह छोपिराखेको छ भन्ने बोध गराउने नै कि काम क्रोध मोह रूपी मण्डललाई खोल जस्तो गरेर तह तह राखेको हामीले सम्झनु पर्छ। जब यो काम क्रोध आदि क्लेशलाई पूर्ण रूपले हामीले हटाउन सक्ने हुन्छ तब मात्र हृदयभित्र राज गरेर रहेको हामी समस्त प्राणीको हृदयभित्र राज गरिरहेको सुखरूपी वज्र सत्व हाम्रो मन मस्तिष्कमा प्रकट हुन्छ र हामी सुखी निरोगी हुन्छौं भन्ने ज्ञान यो मफुजा निर्माण गरिने सेतो लावा, कालो भटमास, पहेँलो धान, रातो अक्षता, हरियो मुग वा मास र तेलको मण्डलद्वारा हामीलाई संकेत गरेको कुरा हामीले नितान्त बुझ्नु आवश्यक छ। सबै नेवारहरूले आफ्नो तरिकाले
मण्डल त बनाउँछन् नै, तर यसरी पञ्चबुद्धको आधारमा बनाइएका हुन् भन्ने व्याख्या गरेको पाइँदैन। यस बाहेक हाम्रै वज्राचार्यहरू मध्येमा कसैले काय वाक चित्तको प्रतीक भनेर तीनवटा तत्त्वले मात्रै मण्डल बनाउनेहरू पनि छन्। यी तीनवटा तत्त्व हुन् लावा, भटमास, अक्षता र तेल मण्डल। यति तीन थोक वस्तुको मात्रै मण्डल मफुदामा बनाउने वज्राचार्यहरू पनि छन् भन्ने कुरा सुनिन्छ। यस्तै सुरज वज्रको बिहार सुरज श्री महाविहारका वज्राचार्यहरू तेल मण्डल बनाई बिमिरोलाई पूजा गरी तौसीलाई पूजा गरी खेलुटा बाली मफुदा सम्पन्न गरिन्छ भन्ने पनि कुरा हामी सुन्दै आइरहेका छौँ। यो सबै महायान वज्रयानको विविध सैद्धान्तिक आधारमा हामी यसरी भिन्नता आएका हुन्। कुनै पनि कुरा मन गरन्ते छैनन्, सबै यो महत्त्वपूर्ण नै छन्। सबैले गरी आएका कुराहरू आफ्ना दिग्गज बराजुहरू सिद्धहरूले अपनाएको मार्गलाई नै अहिलेसम्म अपनाउँदै आएको छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। यसरी विविध प्रकारले मण्डल बनाउने कुराहरू हाम्रो मफुदामा चलिआएको हामी बुझ्छौँ। अब तहसी अथवा बिमिरो यसको बारे कुरा